भोट गनेर नभ्याइदासम्म फुल इन्जोय हुन्छ यहाँ। लौ यसको यति आयो, यसको यति आयो भन्छन्, रमाइलो हुन्छ के। ओ कुन ठाउँबाट आयो है? हेमबहादुर दाजी आउनुभयो, नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छ, सन्चै छ। ल एउटा मतपेटिका बाँधेर रेडी भयो है। अब ट्याक्क निकालेर नगरपालिका लाने। राम्ररी सम्पन्न भयो। हाट बजारमा चाहिँ मान्छेको चहलपहल छ है ध्रुवजी? हजुर, एकदम राम्रो सम्पन्न भयो। ठिक छ, शान्तिपूर्ण तरिकाले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भयो वालिङ 8 केदारनाथमा है। ब्रदर यता शरदजी यता देखिएन भन्नुहुन्छ कि अहिले फेरि? भेडामाहरू पनि बस्नु भएको छ। नसा हो कि नसा? आफूलाई पनि हेर्न पर्छ। राजनीति एक नसा हो के नसा, त्यसैको लागि चाहिँ नि यहाँ मान्छे कुरिरहनु भएको छ। मतपेटिका लगिरहेका छन् है। जिप आयो है, जिपमा लाने अरे मतपेटिका। यो अटो क्यान्सिल भयो। ल बाटो छोडौँ है। ल मतपेटिका नेपालको भविष्य छ है यसमा। नेपालको भविष्य आज ताली बजाउनु, ताली ताली ल। एउटा तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा रहेछ। सबैजना छन् अब बाकस हाले। 8वटा मतपेटिका है। ल हिँड्न लाग्यो अब। सफल भयो जस्तो छ है। अब यो मेला नगरपालिकामा लाग्छ 3 दिनसम्म। ल मेला ल विभिन्न ठाउँबाट मतपेटिका आउने क्रम जारी छ है नगरपालिकामा। त्यसपछि खानासाना खाने, मतपेटिका मिलाउने अनि बल्ल भोट गर्ने कार्यक्रम हुन्छ है। ल अब यहाँ बाहिर निकै चहलपहल हुन्छ के। ओ अर्को गाडी आयो, कहाँबाट आयो अर्को गाडी मतपेटिका लिएर। यहाँ पुरा चहलपहल हुन्छ।
3 दिनसम्म भोट गनेर नभ्याइदासम्म फुल इन्जोय हुन्छ यहाँ। लौ यसको यति आयो, यसको यति आयो भन्छन्, रमाइलो हुन्छ के। ओ कुन ठाउँबाट आयो है। ओ यहाँ विभिन्न पार्टीका कार्यकर्ताहरू खटिनु भएको छ के। ए हाम्रो खिमबहादुर दाजी आउनुभयो, नमस्कार। सन्चै हुनुहुन्छ? ल ओ अर्को ठाउँबाट आयो मतपेटिका, आउने क्रम जारी छ है। सागरजी ल ल ऊ अर्को गाडीमा आयो फेरि मतपेटिका।